साथीहरू नमस्कार। फेरि पनि तपाईँहरूलाई यो नयाँ मेरो भिडियोमा आज हामी जाँदैछौँ एसियन हाइवेको यात्रा गर्नको लागि। र नेपालमा अब अहिले एसियन हाइवे स्ट्यान्डर्डका बाटोहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बनाउने खालको योजनाहरू भइरहेको छ। र सोही सन्दर्भमा अहिले यो नारायणगढदेखि बुटवल सडक खण्ड पनि त्यही प्रक्रियामा अगाडि बढिरहेको छ र त्यही अनुसारले काम पनि भइरहेको छ। र अब हामी नारायणगढबाट बुटवलतर्फ जाने क्रममा हामी देब्रेतिर हेऱ्यौँ भने एउटा खण्डहर भवन, ठुलो भवन देख्न सक्छौँ, जो चाहिँ भृकुटी कागज कारखानाको नामले चिनिन्थ्यो तर अहिले बन्द भइसकेको छ। अब छोडौँ भृकुटी कागज कारखानाको कुरा, अब सायद अब भविष्यमा खुल्ला नखुल्ला त्यो आफ्नो ठाउँमा छँदैछ। र आज हामी अब यो जुन नारायणगढबाट बुटवलतर्फ जाने क्रममा यो बाटो तपाईँहरूले देख्न सक्नुहुन्छ, एकदमै मजाले 6 लेनको बाटो बनिसकेको अवस्था छ। र केही ठाउँमा मात्र अवश्य यो सम्पन्न हुने प्रक्रियामा छ भन्ने कुराहरू हामी सुन्न सक्छौँ। अब अहिले चाहिँ हामी यो गैँडाकोटको बजारमा छौँ र गैँडाकोटको बजार हेर्दाखेरि चाहिँ अब अहिले धेरै विकसित भइसकेको छ। दायाँ बायाँ ठुल्ठुला घरहरू बनिसकेका छन्। पेट्रोल पम्पहरूदेखि लिएर एकदम बिजनेस हाउसहरू सबै त्यहाँ हामी देख्न सक्छौँ। मान्छेको व्यक्तिगत घरहरूदेखि लिएर सबै कुराहरू चाहिँ हामी यो हाइवेमा यात्रा गर्ने क्रममा चाहिँ हामी देख्न सक्छौँ। र अब यो खास अब यो हाइवेलाई चाहिँ अवश्य बनाउन जुन समयमा सुरु गरेको थियो त्यो समयमा चाहिँ यो सम्पन्न गर्न नसकेको अवस्थाहरू चाहिँ हामीले भोग्यौँ। यो चाहिँ अवश्य हामीले सुनेअनुसार चाहिँ अब चाइनिज कन्ट्र्याक्टरले चाहिँ अब यो लिएको थियो र अवश्य काम चाहिँ विभिन्न कारणहरूले गर्दाखेरि चाहिँ बेलैमा सम्पन्न गर्न नसकेको भन्ने यो जुन समाचारहरू चाहिँ बारम्बार सुन्न पाइन्थ्यो। र सँगसँगै अर्को चाहिँ अब जुन यो नेपालकै अब प्रसिद्ध तीर्थस्थलको रूपमा पनि रहेको जुन दाउने देवीको मन्दिर छ, दाउने देवीको मन्दिर नजिकैको चाहिँ जुन हाइवे बाटो छ त्यो बाटो चाहिँ एकदमै घुमहरू अनि त्यसपछि एकदम उकालो भएको बाटो हो, जहाँ चाहिँ अब चाहिँ वर्षेनी धेरै अब दुर्घटनाहरू हुन्थ्यो नि त। यो दुर्घटनाहरू हुने क्रममा चाहिँ धेरैको ज्यान जान्थ्यो, धेरै गाडीहरू छेदविच्छेद हुन्थे। त्यो बाटो चाहिँ अवश्य यो अन्तिम चरणमा पुगिसकेको छ भन्ने पनि सुनिन्छ। त्यो बाटो बनाउनको लागि अलिकति बढी समय पनि लाग्यो। अब यो पहाडी बाटो भएको अनि चिप्लो बाटो भएको कारणले गर्दाखेरि पहाडै काट्नुपर्ने अवस्था थियो। त्यही पहाडै काट्नुपर्ने अवस्थाले गर्दाखेरि चाहिँ त्यो जुन बाटो छ नि त्यो बाटोलाई चाहिँ अब चाहिँ बेलैमा सम्पन्न गर्न सकियो। त्यहाँ चाहिँ अब चाहिँ पहाड काट्दाखेरि अब चाहिँ पहिरो आउने अनि त्यस्तै गरी अब चाहिँ पानी अलिकति पऱ्यो भने पनि हिलो हुने अनि बाटो चिप्लिएर चाहिँ जुन विभिन्न खालका दुर्घटनाहरू हुने, गाडीहरू चिप्लिने, लोड गाडीहरू अब आउँदाखेरि लोड गाडीहरू चिप्लिने, त्यसै गरी अब ओभरटेक गर्नु खोज्दाखेरि गाडीहरू एक आपसमा ठोकिने, त्यस्तो खालका दुर्घटनाहरू चाहिँ धेरै नै भयो त्यहाँ। अब कति पहिरोले पनि अब लगेर गयो, कोही अब भिरबाट पनि खसे, त्यसले गर्दाखेरि पनि अब त्यो बाटोलाई चाहिँ एकदमै जोखिमपूर्ण रूपमा राखिएको थियो। र अब अहिले चाहिँ अवश्य त्यो बाटोमा चाहिँ जुन दाउनेको उकालोको बाटोमा चाहिँ अब पिचको सट्टा ढलान बाटो बनाएर चाहिँ त्यहाँ काम सम्पन्न हुने अवस्थामा पुगेको भन्ने समाचार सुन्नमा आएको छ। एकतर्फी ढलान चाहिँ भइसक्यो अरे, अनि अब अर्कोतर्फी ढलान गर्न चाहिँ बाँकी छ र चाहिँ त्यो खालको समाचारहरू सुन्नमा आएको छ। र आजको अब यो हाम्रो यात्रा भनेको चाहिँ यो जयश्री पुल छ, त्यो जयश्री पुल नजिकसम्मको मात्रै यात्रा हामी तय गर्छौँ। कारण चाहिँ अब हामी यो बाटो चाहिँ कस्तो बनेछ भनेर एकचोटि हेर्नको लागि र तपाईँहरूलाई चाहिँ त्यो देखाउनको लागि मात्रै यो पारिवारिक यसो छोटो यात्रा हो। त्यसले गर्दाखेरि हामी धेरै टाढा जाँदैनौँ, जयश्री पुलमा चाहिँ सम्म मात्र हामी यात्रा गर्छौँ। र अब यात्राका क्रममा तपाईँहरूले पनि अब यो जुन दायाँ बायाँ जुन खेतहरू, हरिया खेतहरू अहिले असारको महिनामा चाहिँ हरिया खेतहरू देख्न पाउनुहुन्छ। खुलेको आकाश, बादल लागेको आकाश सँगसँगै देख्न पाउनुहुन्छ। दाहिनेतिर तपाईँहरूले हेर्नुभयो भने चाहिँ पहाडहरू कति मजासँग देख्न पाउनुहुन्छ। र यो यात्राको रमाइलो पनि त्यही नै हो।